दर्शकबिन नमस्कार। तपाईहरुको माझमा म सुजन गौतम भुजु यति बेला रुपाबाट उपस्थित भइसकेको छु। यति बेला रुपा एक भन्ज्याङमा मसँग एकजना बुवा भेट हुनु भएको छ। उहाँले अहिले चाहिँ यो देशको राजनीतिक अवस्थाको बारेमा यो चाहिँ के हुँदैछ कस्तो हुँदैछ उहाँले कसलाई समर्थन गर्नु भएको छ को आए ठिक हुने हो भन्ने विषयमा चाहिँ थोरै म चाहिँ उहाँको ए हो। अनि तपाईले बाल्नलाई के भन्नुहुन्छ त नि फेरि? हो भने पछाडि तपाईँले चाहिँ पहिलाको तजुर्बा छोडेर अब नयाँलाई रुन्नुपर्छ भन्ने कुरा भने पछाडि चाहिँ तपाईँ चाहिँ पुरानो राजनीतिबाट एकदम वितृष्टा भएर कि चाहिँ ठाउँ नपाएर हो र तपाईँ चाहिँ यस्तो रवि लामिछाने बालेन शाह भन्नुभयो के हो आजमा कुरो यसो बताइदिनु पर्यो। आजमा कुरो के हो भने सामन्ती र चाहिँ यो पार्टी भनेको अब चाहिँ नबुझेर गइहाल्छ। अब बुझ्दै आइयो चाहिँ यो सामन्ती पार्टीमा पछि लाइँदैन भने पछाडि चाहिँ तपाईँको जतिको चेत अरूको पनि खुल्नुपर्छ भन्ने हो। तपाईँ चेत त तपाईँहरू जस्तै युवाको खुल्नु पर्यो। अब हामी बुढाको त के खुल्नु छ 84 माथि तर चाहिँ यो काङ्ग्रेस र एमालेलाई खाल्टा हाल्दै गर्छ। अनि माओवादीलाई कहाँ हाल्ने त नि? माओवादीलाई रुखा भने पछाडि तपाईँमा जतिको परिवर्तन छ त्यतिको परिवर्तन चाहिँ अबको युवाहरूमा हुनुपर्छ। युवाहरू अझै परिवर्तन हुन सकेनन् भने देश चाहिँ अब देश मात्रै होइन युवा त खाल्टा पैसकिसके यो देशै अर्कोले लुट्ने अवस्थामा छ। अहिले रुवागाईमा जति शब्दगण्डकीमा फालाले हुन्छ अब अझै पनि चेत्तैन भन्ने हो। भने पछाडि तपाईँको राय सल्लाह सुझाव मानेर चाहिँ अब यो युवाहरू चाहिँ एकचोटि राष्ट्रलाई जोगाउनलाई उठ्नै पर्ने जस्तो देखिन्छ कि देखिन्न त? दुईजना मार्यो भनेर यो माले काङ्ग्रेस टन्न चाहिँ अगाएर नबसुन् यिनलाई चाहिँ खाल्टा हाल्ने दिन हाम्रो आउँदैछ। हो भने पछाडि चाहिँ हामी चाहिँ अलिक सचेत हुनु पर्यो। यो राजनीतिबाट चाहिँ सबैजना आजित भइसक्यो। अब यहाँबाट चाहिँ परिवर्तनको विकल्प खोज्नै पर्छ हामीले, होइन त? एमाले र काङ्ग्रेस मार्नै पर्छ, माओवादी नि मार्नै पर्छ। भने पछाडि तपाईँको चाहिँ यो राजनीतिप्रतिको वितृष्टा देखेर ममा पनि केही न केही परिवर्तन आउनुपर्छ भने जस्तो चाहिँ मलाई लाग्यो। हाम्रा युवाहरू यता पनि हुनुहुन्छ, युवाहरूमा पनि यो चेतना खोल्नुपर्छ। माओवादीको जनता मार्ने होइन, माओवादीको नेता नि मार्नुपर्छ, एमाले काङ्ग्रेसको नेता नि मार्नुपर्छ, खाल्टै हाल्नुपर्छ। होइन यिनीहरूलाई मान्छे मार्नु भन्दा नि यिनीहरूको चेतनालाई चाहिँ अलिकति मार्ने हो। ल हुन्छ। यति बेला चाहिँ तपाईँले यो देशको अवस्था देख्दाखेरि एकदम यो जति आक्रोश व्यक्त गरे पनि तपाईँको चाहिँ मनसाय भनेको चाहिँ मान्छेहरूको चाहिँ जुन यो अहिलेको चाहिँ दलालहरूको चाहिँ एउटा झुन्ड छ यसलाई चाहिँ यिनीहरूको मनस्थितिबाटै चाहिँ यो दलालीकरण हटाएर चाहिँ देशलाई विशुद्ध चाहिँ एउटा स्थानमा पुर्याउनु पर्छ भन्ने छ। त्यही हो होइन त? मेरो भनाइ भनेको त सेरेर के पर्छ नि यिनलाई खाल्टा हाल्नै पर्छ। ल हस् हुन्छ ल हस् धन्यवाद।